हेलो साथीहरू, वेलकम टु माई आज चाहिँ तेस्रो दिनको भ्लगमा मेरो साथीहरू हेर्नु सक्नुहुन्छ। यहाँ आज चाहिँ म जङ्गलमा आएको थियो। एकदम ठुलो भयङ्कर हावा चलेर यहाँ बस्न नसक्ने भइरहेको साथीहरू तपाईँले देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् त, यहाँ जङ्गलमा एकदम ठुलो हावा चलेर आज चाहिँ एकदम ठुलोमा ठुलो पानी पर्न लागेर छ। म यहाँ पढ्न आएको, तर एकछिनमा यहाँ अचानक मौसम परिवर्तन भयो कि साथी हो होइन। हेर्नुहोस् न यहाँ के भइरहेको छ, हावाले जङ्गल पुरै मेरो पछाडि होइन, मेरो पछाडि पुरै हल्लाएको छ मेरो पछाडि। म यहाँ पढ्न आएको थिएँ तर वातावरण भएन कि पानी पर्न जस्तो भइरहेको छ साथी हो। हुनुहुन्छ एकदम भयानक हावा चलेर आज चाहिँ यहाँ लगभग पानी पर्ने सम्भावना छ। उता हेर्नु साथी अँध्यारो भएर आज चाहिँ के भन्नु एकदम थाहा छैन। पुरै हावाले भयङ्कर हावा एकदम ठुलो पानी पर्न लागेको छ। पढ्न आएको के हुनु पाती के छ उता पाती के आएको थियो हावाले एकदम भयानक हलाइरहेको छ। हावा मेरो किन पनि उडाइरहेको छ साथी हो। तपाईँहरूले के कस्तो कता तपाईँहरू के भइरहेको छ, हाम्रो बुटोलमा यस्तो भइरहेको छ। आज भोलि एकदम भयङ्कर हावा चलिरहेको छ, पानी ठुलो पर्ने सम्भावना साथी हो। हेर्नुहोस् पछाडि के भइरहेको छ दृश्य तपाईँले देख्न सक्नुहुन्छ। ठुलो पर्ने साथी हो तर आज पानी पर्ने सम्भावना छ एकदम तपाईँले देख्न सक्नुहुने साथी। यहाँ हेर्नु हावाले पुरै रुखसो हल्लेर एकदम भयङ्कर साथी भयानक एकदम भयानक एकदम डेन्जरस के भनौँ। त्यस्तो हावा चलेको यहाँ हेर्नु साथी हो। उतातिर सब केटाहरू छ नि पढिरहेको, तर केटाहरू चाहिँ हावा चलेर के गरौँ भने तनाव परिरहेको छ। एकदम छन् यस्तो हावामा कसरी पढ्ने भन्ने म सोचिरहेको साथी हो। पढ्ने बाथरुम भने यहाँ हेर्नु साथी के भइरहेको छ पुरै माथि मौसम के भइरहेको छ, मौसम पानी हावाले एकदम भयङ्कर भइरहेको छ। यहाँ घाम पनि लागेको छ तर वातावरण एकदम ठिक छ। उतातिर हावा चलिरहेको छ एकदम भयङ्कर। साथी यस्तो है हावाले यहाँ बस्नै नसक्दो भएको छ। एकदम डेन्जर भयानक हावा चलिरहेको छ हाम्रो यहाँ बुटोल तामनगरमा। बुटोल बार तामनगर साथीहरू पढ्न आएको सब यहाँ चिलमा पढ्न आएको। तर हावा चल्यो साथी, हावा चल्यो लडेमा लडाइ साथी हो। म त म रुममा जाँदैछु, म यहाँ बस्दैन। अब यति बेला बस्यो भने म आफै जान्छु। म भाग्छु साथी हो, भाग बाइक चलाउनु साथी हो, भाग लाग्छ। के भइरहेको छ यहाँ त्यति यस्तो सुन्दर यस्तो शान्ति वातावरण हाम्रो यो हावाले पुरै हल्लिरहेको साथी हो। मेरो भोइस सुनेको छैन मलाई यो हावाले गर्दाखेरि, किनकि हावा एकदम ठुलो चलिरहेको छ। म चाहिँ एकदम यहाँ हेर्नु साथी हो माथि हाम्रो आकाशमा सूर्य पनि छैन। यहाँ जङ्गलमा केटाहरू सब पढिरहेको छ, उतातिर पढिरहेको छ केटाहरू, उता केटाहरू को पढिरहेको छ। तर यहाँ चाहिँ बाख्रा पनि छ। कसको बाख्राले फेरि हावाले लाग्ला नि फेरि यहाँ यहीँ छ बाख्रै। अहिले हावाले लग्यो भने फेरि कसले होला भन्दा न फेरि लान्छ नि, हावाले त भर छैन साथी हो। त्यही हो साथी, त्यस्तै चल्ला जिन्दगी। यो आज के आउला हुरी बतास भयङ्कर के भइरहेछ, यस्तो के भइरहेछ आज जो हावाले पात सब उडाइरहेछ, रुख सब हल्लिरहेछ। के भइरहेछ सब हल्लिरहेछ, पात सब हल्लेर क्या साथी हो के भयो यस्तो। म त बस्नै नसक्नु भयो त यार के भयो यस्तो। अब अघि पुरै अँध्यारो भइरहेको थियो, अहिले चाहिँ पुरै उज्यालो भइसक्यो कि के भयो यस्तो हो। के हुन लाग्यो के हो आज मैले केही बुझ्नु सकिनँ। तपाईँहरूको विचार चाहिँ के छ? मेरो विचार चाहिँ आज पक्कै पानी पर्ला भर्खरै म त्यहाँबाट भागेर थकित भएर यता आएको छु। अब म रुमतिर जान्छु। अब आज यति नै मेरो भ्लग आज यति नै हो। तपाईँहरूलाई के कस्तो लाग्यो? आज एकदम नराम्रो मौसम छ, त्यति बेला बाहिर निस्किनु हुँदैन। के गरेर हो यिनीहरू पढिरहेको छु, फेरि बोलाइहाल्छु कि
आज पक्कै कन्फर्म लगभग आज पानी पर्ने चान्स धेरै छ है साथी हो। तपाईँ कन्टिन्यू मेरो पनि आजको लागि यति नै। अब हामी भेट्नेछौँ नेक्स्ट ब्लगमा, नेक्स्ट कन्टेन्टमा, नेक्स्ट कुरामा। यति नै बाई बाई साथी हो। तर यो मेरो अमित तामाङ च्यानललाई चाहिँ तपाईँहरूले यदि मेरो कन्टेन्ट मन परेमा सब्सक्राइब गरिदिनु होला है साथी हो। हस् त बाई बाई। जय नेपाल, जय नेपाल, लस्सु फ्यापुल्ला।